हजुरहरू, छुट्टीको दिन छिटोमिठो बच्चादेखि वृद्धसम्म सबैजनालाई हुने खाजाको रेसिपीको खोजीमा हुनुहुन्छ भने यो रेसिपी हजुरहरूको लागि बेस्ट हुन सक्छ। त्यसैले नछुटाइकन पुरा भिडियो हेर्नुहोला। हेलो हजुर, वेलकम छ सम्पूर्णमा कबु किचन युट्युब च्यानलमा। आज म हजुरहरू समक्ष दुध, अन्डा र ब्रेडबाट बन्ने स्वस्थकर खाजाको रेसिपी लिएर आएको छु। यो खाँदा पनि एकदमै मिठो र बनाउन पनि निकै सजिलो छ। यो बनाउन सुरु गरौँ है त। यसका लागि मैले हाफ पाउन्ड ब्रेड लिएको छु। अन्डाको ब्याटर बनाउनु पर्छ। त्यसको लागि मैले 2वटा अन्डालाई एउटा भाँडोमा फुटाएर रेडी गरेँ। आधा कप दुध लिएको छु। दुधले बास्नादार बनाउनुको साथै टोस्टलाई नरम र स्वाद बढाउने काम गर्छ। आधा कप दुध पनि अघिको अन्डाको ब्याटरमा मिक्स गर्ने। अन्डा र दुधको मिक्सलाई राम्रोसँग ब्याटर रेडी गरेँ। त्यसपछि स्वाद अनुसार थोरै नुन राख्न सक्नुहुन्छ। अब हाम्रो ब्याटर रेडी भएको छ। अब ग्यास बालेर प्यानलाई तताउने र तातो प्यानमा थोरै तेल राखेर रेडी गरौँ। प्यान तातेर रेडी भयो। अब ब्याटरमा ब्रेडलाई दायाँ बायाँ चुप्दै तातो प्यानमा राख्ने र लो हिटमा दायाँ बायाँ फर्काउँदै राम्रोसँग पकाउनु पर्ने हुन्छ। हजुरले ग्यासलाई लो हिटमा राखेर बिस्तारै राम्रोसँग पकाउनु होला। यसरी नै सबै ब्रेडको पिसलाई ब्याटरमा चोप्दै र पकाउँदै जाने। यसरी लो हिटमा पकाएपछि ब्रेड एकदम नरम र सबैजनालाई खान सक्ने हुन्छ। यो साह्रो पनि हुँदैन, एकदम सफ्ट हुन्छ, नरम हुन्छ। बालकदेखि वृद्धसम्म सबैजनाले खान सकिन्छ। हेर्नुहोस् त, मैले सबै पकाएर सकेँ। हजुरहरू पनि यसरी नै बनाउन सक्नुहुन्छ। यसरी ब्रेड, मिल्क र अन्डाको टोस्ट रेडी भयो। हजुरहरूले यसलाई केचप, चिया, दुधसँग पनि खान सक्नुहुन्छ र त्यसै खाँदा पनि एकदमै मिठो हुन्छ। यसरी बनाएको ब्रेड, मिल्क र अन्डाको टोस्ट साह्रै मिठो हुन्छ। हजुरहरूले पनि यसरी नै बनाएर आफ्नो परिवारसँग इन्जोय गर्न सक्नुहुन्छ। यस्तै छिटो मिठो खाजाको रेसिपीको लागि हाम्रो च्यानल कबु किचनलाई लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोला। हस्त धन्यवाद।